अहिले रवि लामिछानेको एउटा भिडियो भाइरल भइरहेको छ, जुन भिडियोमा उनले नखु कारागारबाट बाहिर निक्लिँदै गर्दाखेरि आन्दोलनकारीहरूलाई तिमीहरूले सार्वजनिक सम्पत्ति नजलाऊ, यो सम्पत्ति हाम्रो सबैको सम्पत्ति छानबिन गरेर भ्रष्टाचारको पैसा सरकारको नाममा ल्याउनुपर्छ, हामीले हाम्रो सम्पत्ति जलाउनु हुँदैन भनेर माइकिङ गरिरहेका रहेछन्। यो भिडियो भाइरल हुन किन ढिलो भयो त्यो चाहिँ मलाई थाहा भएन, तर यो भिडियोले अहिले चर्चा पाइरहेको छ। सायद यो भिडियो त्यही बेलामा आइदिएको भए अलिकति रवि लामिछानेलाई हेर्ने दृष्टिकोणमा अलिकति जनताको परिवर्तन आउन सक्थ्यो जस्तो मलाई लाग्छ। यो भिडियो हेरौँ है त। देशको सार्वजनिक सम्पत्ति सबै हाम्रो सम्पत्ति हो। रवि लामिछाने अहिले पनि विवादमै छन्। कतिले उनलाई भगवान मान्छन्, उनले गरेको कामको प्रशंसा गर्छन् भने कतिले उनलाई नराम्रो पनि बताइरहेका छन्। र तपाईँको विचारमा उनी कस्ता व्यक्ति हुन् र उनी अगाडि आउनुपर्छ कि पर्दैन, के छ तपाईँको धारणा?